नाना यो ठाउँको नाम के पो मोडे हैन दिक्तेल बजारदेखि मोड अलिकति माथि मोडे बजार भन्दा नि मोडे गाउँ त्यहाँ पछाडितिर गाउँ छ दिक्तेल बजार त्यहाँनिर छ अनि यताउति दिदी भाइ आएको यहाँको मौसम चाहिँ एकदम राम्रो छ अहिले जाडो गर्मी महिनामा नि यतिको मौसम हुनु भनेको हजुर यहाँ यस्तो अवस्थाले फेरि भिडियो सुट हुँदैछ नानाको चप्पलमा आज खत्तम भयो नि आम्मा कस्तो गोरे देखाएको ब्याट्री लो पनि भयो शुभम हिँडेको मान्छे कहाँ त्यो बुढेर आएर चप्पलमा तै पनि यार चप्पल मेरो ब्याट्री गर न राम्रो छ त नि खुट्टामा टक्क चप्पल लाएर र माथि टाउकोमा टक्क टोपी लाएर चप्पल र टोपी चाहिँ मिल्यो बादल कुद्दैछ यहाँ पारिपट्टि चाहिँ सैनिक इलाका छ अनि यहाँबाट फोटो भिडियोहरू चाहिँ लिनु नपाउने भनेर बोर्ड टाँसिदिनु भएको रहेछ तर एउटा भिडियो चाहिँ अघि दिइहालेँ त्यसमा क्षमा पाउँ हजुर भने अब चाहिँ लिँदिनँ म यहाँबाट यताको मात्रै लिन्छु भिडियोहरू पनि मैले त बोर्डै भर्खर देख्दैछु अघि थाहा भएको भए त घरकै शक्ति मार्ने दिक्तेलको एयरपोर्ट चाहिँ यहाँनिर छ भयो भने जानुपर्छ त्यहाँनिर पनि घुम्दै घुम्दै खानी डाँडा लामी डाँडा भन्ने चाहिँ कता हो यो घङ्गेरो होइन नाना अहिले चाहिँ यस्तो भएछ पछि यो रातो रातो दाना फल्छ अनि त्यसपछि चाहिँ खानु मिल्छ यो पनि कहाँ हो यो सबै हरियो दाना देखिएको जति पछि पाक्छ रातो रातो हुन्छ अनि खानु पनि मिल्छ यो चाहिँ अनि यसको चाहिँ खास गरी आर्मीहरूले सायद लौरो बनाउँछ मान्छे कुट्नुको लागि दिक्तेलको मोडे बजार हुँदै हुँदै यहाँनिर मन्दोपुर रिसोर्टमा आइपुगिरहेको छौँ नाना अगाडि गइसक्नुभयो यहाँनिर चाहिँ यस्तो रहेछ यतापट्टि राम्रो बनाएको रहेछ अगाडि चाहिँ गौतम बुद्धको टाउको मात्रै रहेछ जिउ चाहिँ मुनि नि यो जाडोमा झन् चिसोमा गाड्दैछ जिउ जति चाहिँ यहाँनिर सल्लाहको रुख यस्तो रहेछ कपाल होला सायद त्यो कपाल कार्लाङ कुलुङ परेको टाइपको यतातिर त पुरा वाबु रहेछ त घरै पछि यता यस्तो छ पारुवाङ होइन नाना ए रोही छकुले पो हो नाम पनि कस्तो त राखिदिएको त नि हाम्रो बाबुबाजेहरूको नाम सुने सम्झ न एकचोटि दिपाको नाम त के पो हो हाम्रो बाबुको त एकदम ज्ञान बहादुर ज्ञानी धनबहादुर ज्ञानबहादुर मानबहादुर त्यस्तै होइन अनि फेरि धनबहादुरको नाम मात्रै धनबहादुर